पूर्वी रुकुमको यो भ्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। अहिले हामी पूर्वी रुकुमको ऐतिहासिक गाउँ, ऐतिहासिक ठाउँ पुथा उत्तर गङ्गा नगरपालिकामा पर्ने तकसेरा तर्फ जाँदैछौँ। तकसेरा जाँदाखेरि पर्ने उकालो चढिसकेपछि पुथा उत्तर गङ्गाको प्रवेशद्वार आइपुग्छ। प्रवेशद्वारबाट अगाडि बढ्दै जाँदा अलिकति ग्राभल बाटो, अलिकति घुमाउरो, अलिकति भिर पाखा छिचोल्दै हामी केही बेर ओह्रालो झर्छौँ। ओह्रालो झरिसकेपछि यति सुन्दर गाउँ देख्न सकिन्छ। यहाँबाट बग्ने उत्तर गङ्गा नदी पनि माथि रोडको किनारबाट देख्न सकिन्छ। एकदमै भिरालो बाटो, नयाँ बाटो र चालक हुन्छ आदरणीय सर है। हामी यो तकसेरा गाउँको प्रवेशद्वार, पर्यटकीय क्षेत्र तकसेरा नेपालीहरूको एकदमै मन परेको घुम्न लायक हो। साँच्चै भन्नुपर्दा तकसेरा गाउँ मगर र दलित बस्तीहरू भएको गाउँ हो। यस गाउँमा अधिकांश मान्छेहरू अमेरिकामा कामको सिलसिलामा जानुभएको रहेछ। तल्लो बाटो अमेरिका जाने एकदमै बढी सङ्ख्या भएको यो गाउँ तकसेरा। यहाँ चाहिँ गाउँ पनि टाढाबाट हेर्दा अति नै सुन्दर देखिए पनि गाउँभित्र छिर्दा अथवा गाउँभित्र प्रवेश गर्दा एकदम पुरानो जीवनशैली, पुरानो घरहरू र परापूर्व कालदेखि नै चल्दै आएका, मान्दै आएका र गर्दै आएका कामहरू गरिराखेको देख्न सकियो। यहाँ भाइले माछा मार्ने जाल बुन्दै हुनुहुन्छ। माछा मार्ने जाल बुनेर नजिकैको खोलाहरूमा गएर माछा मार्ने काम पनि गर्नुहुँदो रहेछ। अनि दाउरा सङ्कलन, एकदमै टाढाबाट दाउरा सङ्कलन गरेर यसरी जम्मा गरेर राख्नुहुँदो रहेछ। यहाँ चाहिँ पूर्वी रुकुम सदरमुकामबाट धेरै टाढा नभए पनि लगभग 45-46 किलोमिटर टाढा हो। अफ रोड बाटो, कच्ची बाटो भएको हुँदा एकदमै सवारी साधन पनि निश्चित समयमा पाइने र सवारी साधनहरू त्यहाँबाट छुटिसक्यो भने एकदमै सवारी साधनको आवतजावत गर्नलाई चाहिँ अर्को दिन नै कुर्नुपर्ने अवस्था छ अहिले पनि। र यसरी यो गाउँभित्र प्रवेश गर्दा एकजना आमा कम्मल बुन्दै गरेको देखेँ। उहाँ चाहिँ भेडाको ऊनबाट यो चाहिँ बुनिराख्नु भएको छ आफ्नै घरमा। छोरा मान्छेहरू एकदमै कम देख्न पाइयो यो गाउँमा। छोरा मान्छेहरू चाहिँ परदेशतिर, धेरै जसो अमेरिकातिर नै भएको हुँदाखेरि पनि यहाँ चाहिँ छोरा मान्छेहरूको एकदमै अभाव रहेछ। दुःखपर्दा अथवा हरेक सामाजिक कामहरूमा पनि महिलाहरू र वृद्धहरू मात्रै घर गाउँमा भएको देखियो। यसरी यो ठाउँमा मकै, कोदो र अन्य हिउँदे बाली मात्रै फल्ने, अलिअलि स्याउहरू पनि फल्ने देखियो। र हिउँदमा खेतमा पानीको कारणले र चिसोको कारणले गर्दाखेरि धेरै जसो भूभागहरू खडेरी नै देखिएछ। र अहिलेको सिजन ठ्याक्कै भन्नुपर्दा यो फागुनको अन्तिम चरणमा मकैहरू, आलुहरू चाहिँ लगाउनु हुँदो रहेछ। र यसरी एकदमै यो ऐतिहासिक गाउँ तकसेरा जति बाहिरबाट हेर्दा एकदमै गाउँ एकीकृत गाउँ देखिन्छ। र यो गाउँ प्रवेश गरिसकेपछि चाहिँ पुरानो, अझ पनि यहाँको मान्छेहरू चाहिँ एक हिसाबले सामाजिक सद्भाव कायम गरिराखेको बसेको पाइयो भने अर्को चाहिँ पुरानै संस्कृति परम्परामा अहिलेसम्म पनि
सम्हालेर देख्न सकिन्छ।